सबैलाई नमस्ते। म गणेश आइडी। यो मेरो 17 वर्ष अगाडिको तान हो। यस्तै गरेर काठमाडौँमा मैले यो तानहरूबाट कपडा उत्पादन गरेर नेपाली बजारमा बिक्री गरिराखेको अवस्था। अहिले आएर नेपालभरि हेर्दा झन्डै 15,000 भन्दा बढी तानहरू चलिराखेको अवस्था छ। तर अहिले गाउँ गाउँमा स्थापना भएका उद्योगहरूले मजदुर पाउन साह्रै नै गाह्रो अवस्था भइराखेको देखिन्छ। किनभने यो तानहरूबाट प्रशस्त रूपमा आम्दानी हुन नसक्ने, यो तानले प्रतिदिन 10 मिटरसम्म बुन्न सक्ने, तर त्यो 10 मिटर महँगो बुन्नु पर्ने हुँदाखेरि प्रतिदिन व्यक्तिलाई 900 रुपियाँ भन्दा बढी चाहिने हुँदा प्रति मिटर बढीमा बुनिने हुँदा यो कपडा अरू कपडाको दाँजोमा निकै नै महँगो भएको हुँदा र हातले बुनेको तानहरूबाट धागो पनि त्यति नराम्रो र खस्रो पर्ने भएकोले त्यति राम्रो कपडा भएको देखिँदैन र यसको सामान बनाउँदा नयाँ छन्जेल अति नै राम्रो देखिने र एक पटक वासिङ भइसकेपछि, एक पटक धोइसकेपछि यो कपडा खुम्चिने, सारो हुने आदि कारणले गर्दाखेरि त्यति मात्रामा चलेको देखिँदैन। अब हामीले यसलाई समयको विकाससँगै प्रविधिको पनि विकास गरेको खण्डमा र प्रतिदिन प्रत्येक व्यक्तिले 20 मिटरसम्म बुनेको खण्डमा अझै पनि नितान्त रूपमा चलिरहने अवस्था देखिन्छ। अब यसलाई अगाडि बढाउनको लागि नेपाल सरकारले पनि र स्थानीय सरकारले पनि केही हदसम्म नयाँ प्रविधि अपनाएको खण्डमा पक्कै पनि नेपाली हातेतानहरूले प्रशस्त काम पाउने सम्भावना छ। अहिले छिमेकी देश भारतमा हेर्दा भारतीयहरूले अत्यधिक रूपमा हातेतानबाट विशेष गरेर बंगाली क्षेत्रमा राम्रो किसिमको आम्दानी गरिरहेको देखिन्छ। त्यस्तै प्रकारले हामीले पनि घरेलु साडी, विभिन्न किसिमका सामानहरू यसबाट बुन्न सक्छौं। यसलाई नितान्त रूपमा हामी सबैको प्रयास हुन अति आवश्यक छ। मेरो यो च्यानललाई फलो गरी यो भिडियोलाई लाइक र शेयर गरिदिनु हुन अनुरोध गर्दछु र आउने दिनहरूमा यस्तै राम्रा ज्ञान दिने भिडियो बनाउनेछु। धन्यवाद।